श्रीराम एउटा नाम वा ऐतिहासिक पात्र मात्र होइन, उहाँ त मानव जीवनको उच्च आदर्शहरूको पुञ्ज हुनुहुन्छ। श्रीराम अर्थात् मर्यादा पुरुषोत्तम, हरेक सम्बन्धमा कसरी मर्यादित र अनुशासित रहने भन्ने उदाहरण। श्रीराम अर्थात् त्यागको पराकाष्ठा, न्याय र धर्मको रक्षाका लागि सिंहासन र सुख सुविधाहरूलाई सहर्ष त्याग्ने साहस। श्रीराम अर्थात् अजेय धैर्य, 14 वर्षको वनवास र अनेकौं सङ्घर्षहरूमा पनि कहिल्यै विचलित नहुने स्थिर मन। श्रीराम अर्थात् सत्य र धर्मको मार्ग, जस्तो सुकै कठिन परिस्थितिमा पनि अधर्मको अगाडि नझुक्ने सङ्कल्प। श्रीराम अर्थात् सबैलाई समेट्ने प्रेम, जात, वर्ण वा स्थितिको भेदभाव नगरी सबैको जुठो भएर खानु, निषादलाई अँगालो हाल्नु, वनवासी सुग्रीव र राक्षस राज विभीषणसँग अटुट मित्रता गाँच्नु। के यही नै वास्तविक मानवता होइन त? समग्रमा श्रीराम भनेको हामीभित्रको त्यो शक्ति हो जसले हामीलाई अँध्यारोमा पनि उज्यालोको बाटो देखाउँछ र अधर्मको विरुद्धमा उभिने साहस दिन्छ। श्रीराम नवमीको पावन अवसरमा यहाँ सबैमा जय सिया राम।